हाई एभ्रिवान, आई एम प्रतिमा। अनि मेरो दिनको सुरुवात चाहिँ बिहान 4 बजे उठेर भयो। हजुर चाहिँ कसरी भयो भन्नु होला। म चाहिँ गिटी कुद्न जाँदैछु गाइज। त्यो बिहानै आम नट अ मर्निङ पर्सन एट अल, तर काम गर्नु भनेपछि उठ्नै पर्यो। यस्तो जाडो हो आज, बाहिर पनि केही देखाएन, तर के गर्नु पर्यो। म चाहिँ आफ्नो काम सकेर घर फर्किन थालेँ। मलाई चाहिँ आज काँचा आम भइरहेको थियो अनि म चाहिँ त्यही साइडको फुल्की खाएँ। इट लुक्स यमी, तर यस्तो डस्टी थियो तैपनि मैले मन मारी खाएँ। खानु मन थिएन बट खानु मन पनि थियो, तर खानु मन थियो, त्यही भएर मैले खाएँ। जो होगा देखा जाएगा भनेर। हाइजिन भन्ने मान्छे, तर फुल्की देखेपछि गयो भाडमे हाइजिन भन्ने भयो। अनि एक्लै भिडियो बनाउँदै खाँदै गरेँ, बट मेरो आज प्लान चाहिँ आएकै थियो, अन द स्पट क्यान्सल भयो। अनि म चाहिँ हिँडेँ घर जान्छु भनेर। मलाई यो बाटो देख्यो भने यस्तो रिस उठ्छ। जेब्रा क्रसिङमा आएर गाडी रोकिदिन्छन् कि लाइट बले पनि यस्तो रिस उठ्छ। म चाहिँ गाडीबाट झरेँ, अब गइरहेको छु।